हाल्छ नि बाहिरसम्म त भित्र किन के भित्र जाने बेलामा चाहिँ कहाँ राख्छ Okay, I'm ready. Alex, I'm ready. भोट हाल्न जाने, okay? Hello guys, welcome to my vlog. आज चाहिँ हामी भोट हाल्न जाँदैछौँ। भोलिदेखि चाहिँ देशको प्रधानमन्त्री बालन शाह सर हैन भएको हेर्न चाहन्छु म चाहिँ, त्यही भएर भोट फर घन्टी। हजुरहरू पनि घन्टीमा भोट फर घन्टी। आई एम रेडी। ओके वाउ रेडी यस। चस्मा चाहिँ लाउने बिर्सेछु क्या। यसले अब पो भयो त राम्रो देख्यो कि देखेर ल जा। आज फागुन 21 गते भोट हाल्न हिँडेको, भोट पनि हाल्न पो पाइन्छ जस्तो छैन। त्यत्रो भाषण जाँदैन कोहीले भनेनन्। हाम्रो मम्मीले पनि 5 दिन अगाडि चाहिँ हाले भन्दै थियो। त्यो दिन चाहिँ फोन पनि गरेकै होइन। तिमीहरूलाई मैले सूचना त दिएको गर्छु नि त, जेमा पनि दिनुहुन्छ। एक हप्ता अगाडि भनेर हुन्छ। हाम्रो दिमाग पनि हुनु पर्यो। फेरि ड्याडी पनि त्यस्तै हुनुहुन्छ। फेरि बिर्साइ सम्झाउनु पर्छ नि मातेको झोकमा। बाउको त यस्तै हो पारा। बाउको चाहिँ कति चिज चाहिँ सम्झिनु उहाँको गुन्द्रङ सबै खोजेर आफूले कराएर बस्छ नि, आफूको त मिल्दैन अरूले। मलाई गर मेरो मोबाइल भनेर बस्छ। दिन पायो भने हालेर आउने हो, दिन पाएन भने हामीलाई के बाल एक भोट घट्ने त हो नि। भोट भनेको यसो थुकथुकी चाहिँ लाग्छ बेला बेलामा। भोट त्यसमा रुखमा तेरो बाउको रुखमा घन्टीमा घन्टीमा हाल्नु पर्यो भनेर हिँडेको। अब मामा यो चाहिँ तपाईँको टोपी देखेको छैन यार। तिमी चाहिँ मोबाइल मिलिक गरिरहेको छ। दाढी काटु भने यस्तो सम्झाउन पनि सम्झाउँदैन। पर्पल मिलिक गर्दैछ नखोल्नु है बुवा। किन यस्तो भएको? बुवा मोबाइल नै पर्पल कलरको। मेरो मोबाइल जान लाग्यो क्या हो। तिमी त बुवाले देखाउँछु म। देखो त यो फुट्न लाग्यो क्या यो। लेखर गर्दा हल्लिन्छ। खोलेको दोभाना मैले माया सानो गरेको नभन हैन। भयो फेरि भयो हुँदैन। हो भर्खर झुट बोल्छस् फेरि। तपाईँ के कसम भएको? त्यो त कसम तिमीले दिन्छ त अब फेरि। ल फाइनल्ली आइपुग्यो ठोसे बजार। हामी पढेको स्कुल चाहिँ आइपुगेको छैन। बजार एरिया चाहिँ प्रवेश गरियो भोट दिनलाई। यो राम्रै छैन। हामी पार राम्रो छ तर यो चाहिँ राम्रै छ। यसमा म भोट 10 मा 10 अनि हाम्रोमा 100 मा 100। हिँड्दा 1 घन्टै लाग्यो होला है हामीलाई। 1 घन्टा 1 लाख। यतितिर त एउटा घर थिएन है पहिला त। यहाँ आउनुपर्ने कस्तो उजाड थियो, कस्तो राम्रो भएको घरै घर। आमामा गाउँघरमा घर छैन भन्छन् है। घर बनाउँदै काठमाडौँ बस्दै गरेको छन् कि क्या हो सबैजना। यता चाहिँ भाडामा। आइपुग्यो बोका गनायो। रामे साथ ठोसे बजारको एक झलक। मान्छेहरू भोट दिएर हिँडिसके। हामी भर्खर लखर गर्दै आउँदैछौँ। यहीँतिर होइन बजार एक राउन्ड घुमाइदिएको हो त। कस्तो राम्रो बनाएको है।
ल थोसे बजारको साइडमा भित्रभित्र पनि छ दोकानहरू टन्नै हामी बाहिर हिँड्यो कि गाविसमा हो त यसपालि स्कुलमै होला रेलवे बन्द छ रेलवे लाएर हुँदैन यो पनि स्कुल एरिया जबरजस्ती छ अरू हालेर आइसकेको थियो नजाने मान्छे कहाँ पुगेर हालेर आइसक्यो हामी भर्खर आउँदैछ नजानु लु गर्मी भयो अब त मलाई कति वर्ष भएछ हौ यता नआएको राम्रो 10-12 वर्ष भयो है नमस्कार सर सन्चै हुनुहुन्छ ल आइपुग्यो हामी पढेको स्कुल औ छोरा 12 वर्षपछि आइपुग्यो हौ स्कुल पनि लखर 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 गर्दै दिनै आएको अहिले त एकैचोटि 12 वर्षपछि 12 वर्षपछि जुरे चाहिँ यो बाटो हिँड्नुलाई पनि त्यही भनेको स्कुल छोडिकन त यहाँ आएको पनि थिइनँ म त घरै घर स्कुलभन्दा धेरै स्कुलको छेउछाउतिर त थोरै छैन त हौ घर पनि रमाइलो पो भएछ अहिले त नि आम्मामामामामा हेलो बधाई छ अङ्कल दर्शन हजुरबा दर्शन हजुर हजुर ब्लगमा हालिसकेको भोट हो ल मेरो स्कुल पनि आइपुग्यो ल ल ल बाहिर त बनाउनु मिल्छ होला नि त फाइनल्ली भोट पनि हालियो भोट जस ए भोट हाल्नुको लागि आएको खुसी लाग्यो कि भोट हाल्न पाइयो भनेर हैन नागरिकताको पनि हुँदैन भन्दै थिए ए फोटोकपीले जस नागरिकता नआएर फोटोकपीले भयो भने काम भयो आई एम ह्याप्पी हामी पढेको स्कुल राम्रोसँग खिच्न पाइएन र पनि केही छैन अगाडिबाट गएर पछाडिबाट निस्किनु पर्दो रहेछ त्यही भएर राम्रोसँग खिच्न पाएन मोबाइलभित्र लानु नदिएर हो क्या केही छैन जुन कामको लागि आएको त्यो बनिहाल्यो होइन हाल्न जानुभएको छ अरू त भालै फरेर